ल हाम्रो यहाँ आमरण अनसनको लागि भनेर मदन बुढा यहाँ आमरण अनसनमा आइसक्नु भएको छ। आफ्ना विभिन्न मागहरू सहित आमरण अनसनमा बसिसक्नु भएको छ र प्रहरीले लगिसकेको अवस्था छ। देशमा पर्छ सरकार, शहीदलाई न्याय दे, शहीदलाई न्याय दे। सुदूरपश्चिम कुन देशमा पर्छ सरकार, संविधान सुदूरपश्चिम कुन देशमा हातमा संविधान बोकेर मदन बुढा यति बेला सिंहदरबारको मूल गेटमा आएर अनसनको तयारीमा बसेका मदन बुढा यति बेला पूर्वी गेटमा आइसकेका छन्। मदनजी के छ हान्यो पक्राउ गरेर प्रहरीले लगिसकेको अवस्था छ। यहाँ 30 सेकेन्ड पनि बस्न नदिएको अवस्था छ। प्रहरीले जो मदन बुढा यहाँ आमरण अनसनको लागि भनेर आएका थिए, शहीदहरूको न्यायको लागि भनेर आएका थिए, 1 मिनट पनि नपुग्दै प्रहरीले पक्राउ गरेर लगेको छ। सिंहदरबार अगाडि उनले शहीदहरूलाई न्याय दे, सुदूरपश्चिम कुन देशमा पर्छ भन्ने प्रश्न आमरण अनसन बस्ने तयारी गरेर हातमा पम्पलेट बोकेर आएका थिए। तर त्यो ब्यानर पम्पलेटमा के लेखिएको थियो त्यो पढ्न नपाउँदै, त्यो मिडियाकर्मीहरूले पत्रकारहरूले देख्न नपाउँदै प्रहरीले गिरफ्तार गरेर समातेर नियन्त्रणमा लिइसकेको छ। र प्रहरीले एकदमै सुरक्षा व्यवस्था तैनात गरेको थियो। यतापट्टि एउटा गाडी, उतापट्टि अर्को गाडी, दुईवटा गाडी लागेको थियो। र यहाँ आमरण अनसन सुरु गर्नको लागि मदन बुढा आउँदैछन् भन्ने थाहा पाए लगत्तै प्रहरीले दुईवटा गाडी तैनात अवस्थामा राखेको थियो। र यति बेला प्रहरीले पुगेको यहाँ पनि 10 सेकेन्ड पनि नपुग्दै प्रहरीले कराप झाप छ। र त्यसपछि उहाँको मागहरू के थियो र प्रहरीले अब के गर्छ त्यो बारेमा हामी तपाईँलाई निरन्तर अपडेट दिनेछौँ। हामीसँग निरन्तर जोडिनु।